हेलो एभ्रिवान, फेरि पनि मेरो छोटो मिठो भ्लगमा तपाईहरु सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु। म चाहिँ बाख्रालाई चाहिँ घाँस काट्न आएको यो बारीमा। गलेर मरे को त छैन, भर्खरै आएको अनि घाँस काटेर बाख्रालाई लगाइदिनु पर्ने छ, पानी सानीहरु दिनु पर्ने छ। अनि के गर्दै हुनुहुन्छ हजुरहरु? आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु सबैजना। अनि म पनि एकदम आराम कुशलै छु। अनि यसो बाख्रालाई यसो चारो घाँस दिम भनेर चाहिँ म चाहिँ यसो बारीतिर घाँस काट्नलाई यो के भन्छ खन्यु काट्न आएको छु। यो रुखमा चढेर अब अलिकति धेर त हैन, यसो एक अङ्गालो जति चाहिँ काटेर लगेर लगाइदिनु पर्यो अघिदेखि। अञ्जली नाना भोक लागिसक्यो, छिटो हामीलाई यसो घाँस हालिदिने प्रयास गर्नुहुन्छ कि भनेर अघिदेखि भन्दै छन् मेरा बाख्राहरूले। हुन्छ नि त भनेर म पनि त्यही भएर यसो ज्ञानी भएर यसो घाँस काट्न आइरहेको छु है साथीहरू। अब आफू मात्रै खाएर हुँदैन, खुवाउनु पर्यो, पाल्नै पर्यो, खुवाउनै पर्यो, के गर्नु है, यस्तै छ। अनि यताको चाहिँ काटिसक्नु भयो। म चाहिँ यो यस्तो यति ठुलो रुख चाहिँ चढ्न सक्दिनँ, चढ्यो भने मुनिसम्म मात्रै हो। अलिक बच्चै हुँदाखेरि चाहिँ खै के कहाँबाट जोसाउँथ्यो, यत्रो माथि टुप्पीसम्म पसिन्थ्यो हैन, पसेर घाँस काटिन्थ्यो। आजकल त खोइ के भएको मुटु पो काम छ हौ। अलिक अग्लो रुखतिर धेर हाइटतिर गयो भने त यस्तो मुटु काम छ नि, ओहो पुरै नगरौँ, यसो बुढेसकाल लागे जस्तो छ भनेर अब यसो बुझ्दा पनि हुन्छ होला मैले अब। अनि मलाई चाहिँ यसरी नै भिडियो खिच्दै रमाउँदै काम गर्नुमा मलाई चाहिँ सन्तुष्टि मिल्छ। त्यही भएर म चाहिँ यसो भिडियोसिडियोहरू यसो अलिअलि मेमोरी पनि हुन्छ पछि गएर बुढेसकालमा। ओहो मैले यसरी भिडियो बनाएको थिएँ, म यस्तो थिएँ, म यसरी बोल्थेँ भनेर चाहिँ एउटा हुन्छ नि त, त्यो एजमा पुगेर हेर्न चाहिँ अब मलाई रहर छ, मन छ हैन। त्यही भएर चाहिँ मलाई एकदमै उ चाहिँ हुन्छ, यसरी भिडियोहरू लिइरहेको हुन्छु। जस्तो भए पनि है, मलाई जे बोल्न आउँछ म बोल्छु, जसरी मलाई हैन भिडियो खिच्न मन लाग्छ त्यसरी खिच्छु, जे बोल्न मन लागेको बोल्छु है। रुख चढे है त साथीहरू। साथीहरू है, यो चाहिँ खन्युको रुख हो। खन्युको रुखमा हेर्नुहोस्, यो पानी अमला पनि छ, यो दाना दुनीवाला के हो यो पनि छ। हेर्नु न, यो के उम्रिरहेछ एउटै बोटमा है। यो खन्युको बोटमा यो चचेपा भन्छौँ हामी चाहिँ है, यो चचेपा पनि छ। गर्मी भयो। हेर्नुहोस् हाम्रो यो घर नजिकै चाहिँ यस्तै खेतहरू पनि छ। उतल ब्याडे हो, यहाँ चाहिँ यो धानको बिउ हो। अब यो खेतको लागि चाहिँ हो, यो धानको बिउ चाहिँ ऊ तलदेखि छ है खेत, यता अनि यता भयो यहाँ माथिसम्म, यहाँ चाहिँ बारी भइहाल्यो। अनि यो खेतको लागि हो यो धानको बिउ चाहिँ। यता परतिर भनेको मकैहरू, यो चाहिँ मकै चाहिँ हाम्रो चाहिँ डेली रुङ्नुपर्छ। त्यो पर चाहिँ हाम्रो बाजेले रुङ्दै हुनुहुन्छ, नत्र बाँदर आएर हाम्रो त पुछारमा हो नि त घर, अनि खाइदिइहाल्छ क्या मकै सकै। अनि म चाहिँ कति आनन्दले बसिरहेको छु। हेर्नु त, यी पलेटी मारेर बस्छु ल, पलेटी मारेर बस्छु टक्कसँगले हैन। यसरी बसेर पारीतिरको नजाराहरू हेर्छु, हेर्दै रमाउँदै घाँस काट्छु। के गर्नु, एक्लै छु, एक्लै भए पछाडि त हैन
साथी न सँगी एक्लै रङ्गी चङ्गी के अरे साथी न सँगी एक्लै रङ्गी चङ्गी त्यस्तै छ। जे भए पनि साथीहरू टाढा टाढा भए पनि मेरो साथीहरूलाई चाहिँ यही भिडियो मार्फत धेरै धेरै सम्झना भन्न चाहन्छु। अनि जे भए पनि याद हुन्छ साथीभाइहरूको याद आउँछ। अनि म चाहिँ यो पार्ट काटेँ त अनि उता छ अनि भुइँतिर तल खेतमा छ अलिअलि बाख्रालाई धेरै पर्दैन नि त। कति आनन्द छ यो ठाउँ यसो बसेर खुट्टा हल्लाउँदै। खुट्टा चाहिँ फेरि मेरो खत्रै छ है। अनि यसरी अब कति गाउँको वर्णन गर्नु है। सबैलाई थाहा छ कि गाउँ भन्ने चिज कस्तो हो के हो भनेर सबैलाई थाहा छ। त्यही भएर गाउँको बारेमा धेरै भन्दिनँ। जे भए पनि अब रमाइलो हुन्छ, राम्रै हुन्छ। रमाइलो गर्न सके रमाइलो हुन्छ, रमाइलो नगरे रमाइलो हुँदैन। जहाँ पनि त्यही हो, जहाँ बसे पनि जे गरे पनि त्यो ठाउँमा एडजस्ट भएर रमाएर बस्न सक्नुपर्छ हैन। म त्यही गर्दैछु। अनि अब यस्तै छ साथीहरू, मेरो गाउँघर यस्तै छ। मेरो गाउँघरमा यस्तै हुन्छ, काम यस्तै छ, यस्तै गर्नुपर्छ हैन। अनि अब चाहिँ म बाख्राहरूलाई घाँस लगाइदिन्छु, बसुरा पानी दिन्छु, घाँस लगाइदिन्छु। त्यस पछाडि के हुन्छ यसो तानतुन्ने कामहरू के हुन्छ गर्दै जाम्ला। तर मलाई त यहाँबाट उठ्नै मन छैन। कस्तो आनन्द लागिरहेछ। यो चाहिँ मेरो गाउँदेखि पारिपट्टिको गाउँ हो। यो पारिपट्टि गाउँहरू एकदमै पातलो छ। मेरो गाउँ पनि पातलै छ। झन्डै लडिने त्यो यता उड्नु आँटेको यो चमेरा जस्तै देख्छु त। भने मेरो बाउआमाहरू चाहिँ कसो कुरा गर्नुहुन्छ भने पहिलेको जमानामा अलिक फोनहरू थिएन अब हैन। अब क्यामेराहरू थिएन यसरी भिडियोहरू खिच्नलाई हैन। अब उहाँहरूको अब त्यो पहिले उहाँहरूको पास्टमा जुन एजमा जुन मेरो एज हुँदाखेरि उहाँहरूले अब फोनै देख्नु भएको थिएन हैन। अनि उहाँहरू भन्नुहुन्छ कि अब पहिलेको टाइममा अब यस्तो थिएन, यस्तो जमाना थिएन, फोन थिएन, हामी त खिच्न पनि पाउँदैन थियौँ। खोइ पहिलेको जमानामा हामी खोइ अब अहिले याद पनि छैन कि हामी के गर्थ्यौँ, कस्तो थियौँ, के मतलब हुन्छ नि। जे भए पनि अब यसरी म खिचिरहेको छु, यसरी अब पछि हेर्न पाउँछु नि त मैले त हैन। तर मेरो मम्मीहरू कुरा गर्नुहुन्छ यस्तो जमानै थिएन अब। अनि अब हामी पनि खिच्थ्यौँ, हामी पनि यसरी जान्थ्यौँ डुल्नु, खिच्थ्यौँ नि, के गर्नु त्यो टाइममा थिएन यताउता भनेर सुनाइरहनु भएको हुन्छ क्या। अनि म पनि पछि गएर चाहिँ त्यसरी सुनाउनु नपरोस्, म चाहिँ यस्तो गर्थेँ भनेर चाहिँ बरु देखाउन नपाऊँ। तर ऊ चाहिँ नगरौँ हैन त्यसरी। ओहो ल मसँग त छ नि त फोन छ हैन। त्यो पनि मैले भिडियोहरू क्लिक गरिरहेको यदि हुन्थिनँ भने पछि गएर म हेर्न पाउँदिनँ थिएँ। मेरो केही मेमोरीहरू नै हुँदैन थियो। जस्ट मैले सम्झिनु मात्रै पाउँथेँ तर हेर्न पाउँदिनँ नि त पछि गएर। अनि त्यही भएर त्यस्तो मलाई रिग्रेट नहोस् भनेर हो के। कस्तो हो भन। यति मात्रै होइन है, फेरि यहाँ अझै पनि छ। यहाँ पनि छ नि हौ। म गफ मात्रै गर्दिनँ क्या, म काम पनि गर्छु नि त हो। यहाँभित्र छ चप्पल फेरि। पढ्नु पनि पर्ने छ, गाह्रो छ। त्यसका बाजेले पनि साह्रो हौ। लाग्यो म
हुनुहुन्छ हाम्रो बाख्रा राजा रानीहरू। सबै पाछो घामले पोलेर। यहाँ हाम्रो सानो बच्चा पनि छ, सुँगुरको बच्चा। अर्कै ठाउँमा थियो, अर्कै ठाउँ छ। त्यहाँ चाहिँ ठुल्ठुलो दुईटा छ, यहाँ एउटा सानो छ। यहाँ पर चाहिँ ड्याडीले अब यहाँ यो टनेल अब के टमाटरहरू के तरकारीहरू त्यहाँ के रोप्ने के होला त्यस्तै। अन्ना यो कुकुरले त मलाई अल्झाएर झन्डै पो लडायो त। गरम हुआ क्या हुआ तेरा बाधा पोलेर मारो घाँटी। यस्तो गर्मी छैन बाफ्रे। गर्मी भयो साथीहरू। यो चाहिँ इन्द्रकमल फुल हो। मेरो मम्मीले चाहिँ यहाँ ग्लासमा लिएर राखिरहनु भएको रहेछ पानी लाएर। लामो टाइमसम्म टिक्छ नि त। अनि कस्तो मेरो बास्ना आउँछ नि त, तपाईँहरूलाई थाहा होला। हाम्रोतिर चाहिँ यसलाई इन्द्रकमल फुल भन्छौँ। अब तपाईँहरूले के भन्नुहुन्छ थाहा भएन है। लुक, ओ माई गॉड, यस्तो मिठो बास्ना आउँछ नि। पहिले हामी सानो हुँदा कपालमा सिउरिन्थ्यौँ क्या। गरम हुआ के रे टेक्नोलोजी होइन पुरा भन् न मलाई। यो के रे एकछिन यो फुगालेपछि साथीहरू यसले भनेको कि यहाँ पुरै प्लाई लाउनु भन्दा यहाँ जुन यो काठमा यो बिचमा ग्याप सानो ग्याप थियो नि त, त्यहाँबाट धुलो झर्छ नि त। अब यहाँ बेड बनाइरहेको छ यिनीहरूले। अनि यो पुरै प्लाई लाएर बढी खर्च गर्नु भयो नि त, बरु यहाँको ग्याप नै बुच्चाइदिने हो यसरी भनेर यो चाहिँ बनाइदिएको रे कि। अनि टेक्नोलोजी यहाँ भन्दैछ कि मेरो भाइराजले फेरि है मन पर्यो मलाई। पुन्टो हाम्रो घरको यो पुन्टे के छ? पुन्टे खबर सन्चै छस्? अब पानी किन जान्छु। बच्नु अन्जली बच्नु छ। कहाँ बस्छ त? टेर्छ को यो? यो खुकुरी चाहिँ निकालौँ क्या अरे। खै के त्यस्तै छ। तपाईँहरू सन्चै हुनुहुन्छ? सोध्नु पर्यो नि हालखबर। ओहो केले उघाउने त छैन त। गाह्रो पो हो त बाफे। उघाउने नि नलिआएछु। पुगी पो हालेको पानी के पानी पुगी पो हालेको पानी के पानी
पानी खानुहुन्छ कि मालिक साहेब नखानु हुने? ठिकै छ त। हजुरले चाहिँ यो के बनाइसकेको हो? लु ए यिनीहरूले नखाने रहेछ। घाँस पनि भर्खरै खाए जस्तो छ। अर्को सालदेखि खेत जोत्नुपर्छ ल। हेर्नु न मेरो हातको नसा। अम्बो केटाको भन्दा तिना गर्छ। केटाको बरु भन्दा राम्रो हुन्छ हौ हात। एक झपट मेरो हातको कुटाइ भेट्यो भने त अनि फेरि मान्छेहरू अबे बाबे पानी चाहिँ नखाने। सानो बेबी खाऊ त। सानो बेबीले पनि नखाने। ल ल के गर्नुहुन्छ त? खानुहुन्न भने त मैले के भन्न सक्छु र? हाम्रोमा चाहिँ यत्रो हुँदैछ है लिची। कहिले फल्छको पाक्छको। हाम्रो अलिकति लेख पर्छ नि त, त्यही भएर अलिक ढिलो पाक्छ। अब चाहिँ अब के गरौँ म के गरौँ अब बस्छु नि के गर्छु र। फोन चार्जमा लाउँछु। फोनको ब्याट्री सक्नु भयो है। फोनको ब्याट्री सक्यो साथीहरू। त्यही भएर चाहिँ अब म एकछिन बसेँ है। एकछिन थकाइ मार्छु। औ बसम थकाइ मारौँ कदमको छायामा। औ बसम थकाइ मारौँ कदमको छाया मौरी बस्यो। अब गीत गाउने अब सिङ्गर भए पो सबै गीत आउँछ त होइन। म जस्तो मान्छेलाई त कहाँ गीत आउँछ त? आधी गीत आउँछ त पनि ना मजाले गाउन आउँछ। भिडियोमा ट्याक्क देखेँ। यो चाहिँ मेरो होइन त्यो भर्खरै पोस्टिङ हुँदाखेरि टिचरमा के पोस्टिङ हुँदाखेरि चाहिँ सबै यो खादा सादाहरू सबै लगाइदिनु भएको थियो। मैले सम्हालेर राखिरहेको छु मेमोरीको लागि। कति टाइमसम्म रहन्छ थाहा छैन है। त्यो चाहिँ राखिरहेको छु। खाजा साजाहरू यसो के बनाउँछु खान्छु। मैले अघि नै भनेको थिएँ नि त यो मेरो चाहिँ एकदमै छोटो मिठो भ्लग हो। सर्ट मिनी भ्लग हो। त्यही भएर चाहिँ अब म फोन चार्जमा हाल्छु भिडियो सिधै अब यति नै होइन। यो पढाइ भन्ने चिजले चाहिँ नछोड्ने रहेछ है साथीहरू जिन्दगीमा। बरुभन्दा कति मान्छेहरू आए गए होइन। मान्छेहरूको भर हुँदैन। तर पढाइ भन्ने चिजले चाहिँ कहिले धोका दिँदैन, कहिले छोडेर जाँदैन होइन। लिएर झिक्री पनि बोकिराख्दो रहेछ है। अनि अब यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद नमस्कार। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूको माया सपोर्टको अपेक्षा राख्दै अर्को भिडियोमा फेरि भेटौँला है साथीहरू भन्दै आजको मेरो यो छोटो एकदमै छोटो मिठो भिडियोलाई चाहिँ म यहीँ स्थगित गर्न चाहन्छु। हस्त धन्यवाद। बाई बाई। अर्को भिडियोमा फेरि भेटौँला है त हजुरहरू मेरो दर्शकहरू। बाई बाई। कम त साह्रो नक्कल पारेर बोल्छु है म। लट्स अफ लभ अल अफ यु।